So I am selling this. So finally मैले चाहिँ अब भोलिको लागि लुगाहरू प्याक गरेँ. As you can see guys. Here is our mic also. 9:50 भइसकेको छ रातिको. भोलि बिहान 4 बजे उठेर जानुपर्छ. So अब भेट्छन् गाइज. Mic is also ready. कनेक्ट गरेर बोल्छु है फेरि. So hello and namaste everyone. Welcome to my new vlog. As here you can see my 3D printer is here. AMS किन्न बाँकी नै छ त्यसको लागि. र here is DJI mic. I am using this. र भोलिदेखि म चाहिँ ट्राभल गर्दैछु to the East Nepal and the West Nepal. ओके. So let's see कस्तो हुन्छ. गाडीमा जाँदैछौँ. यो लुगा प्याकिङ भयो 3-4 दिनको लागि. यहाँ यतातिर चार्जरहरू यसमा प्याक गर्दैछु. यो चाहिँ हाम्रो DJI को लागि भयो. मिनी DJI क्युट को लागि भयो. The next day. So hello and namaste साथीहरू. From the Itari. आज म इटरीमा छु र काठमाडौँबाट बिहान 5 बजे हिँडेर चाहिँ म चाहिँ लगभग 5:30 भनौँ न 6:30 को आसपासमा चाहिँ इटरी पुगेँ र दिस इज माई होटल रुम यस्तो छ. के भइरहेछ यो बत्ती आएन क्या हो यस्तो गरिरहेछ यसले क्याटक गरिरहेछ के भएको ल गाइज. So everything is going fine. You can see the view outside from here. रिक्सा गइरहेछ र यताबाट चाहिँ तपाईँको हाइवे भ्यू देखिन्छ. That was the Sulti. कस्तो आइरहेको छ मेरो अडियो. Let's check. And भोलि चाहिँ we are going to बेरेतार जाँदैछौँ. तर त्यहीँ पुगेर भेटौँ है त. ओके गाइज बाई बाई सी यू गुड नाइट. गुड मर्निङ गाइज. सो बिहानको 7 बज्यो र विवेक सरले बोलाउनु भएको थियो. टायर छैन रे. उहाँले चार्जर ल्याउनु बिर्सिनु भएछ. त्यही भएर गाडीको चार्जर लिएर दिन गइरहेको छु म चाहिँ है त. सो अहिले चाहिँ अब निचे तल जाँदैछौँ सोल्टी होटेलमा. गाडी साडी सफा गरेर चाहिँ जान्छौँ. डोर चाहिँ हातले गर्नुपर्ने रहेछ. गाडी यता छ. त्यहाँबाट चाहिँ जानु पर्यो. सो जेब्रा क्रसिङ क्रस गर्नलाई उतै पुग्नुपर्ने रहेछ. म चाहिँ यतैबाट क्रस गर्दैछु अनि
त्यहीबाट क्रस गर्ने रहेछ मान्छेहरू चाहिँ। चलो हो गया अब भेरेतार तपाईँको 8 बजे 8:30 बजेतिर चाहिँ भेरेतार निस्किनुपर्छ। अनि त्यहाँको भ्यू पनि राम्रै हुन्छ होला सायद। पहिला गएको त हो यो जुन पन्च गाडी लन्च हुन अगाडि चाहिँ टाटा मोटर्सबाट जुन ट्रायल गराएको थियो त्यो बेला चाहिँ हामी नै गएको। त्यो बेला रास्ता चाहिँ एकदम घुमाउरो छ त्यहाँ। लेट्स सी के हुन्छ। यो होटलमा रोकेको छ मान्छे। हिले बजारमा आइपुग्यौँ हामी चाहिँ। फाइनली हिलेमा चाहिँ पुगियो। तर यता पहिला हामीले खाएको ठाउँ चाहिँ कता हो कन्फ्युज भयो। यता चाहिँ जस्तो लाग्यो यताबाट। यतै रहेछ सेकको हाउस। सेकको गाडीको बस फेमस छ त्यही ठाउँमा जाडो हुन्छ। अघि हाम्रो जाडो छ हामीले कस्तो शीतल छ भन्ने। यति शीतल मलाई त आनन्द है। त्यो गर्मीबाट थपक्कै आएर होला यति शीतल। पछि त म यता बाटोपट्टि गएँ कल्चरबाट त आयो हाम्रो त त्यो बसे घरमा म पनि त्यहाँ बाथरुम गएँ त। त्यो तल्लोपट्टि त जलपाइगुडीमा हुँदै यस्तो केही देख्दैन नि। कसरी गर्नु यस्तो इस्कुसको इलामतिर पनि यस्तै हुन्छ। यस्तै हुन्छ है। कस्तो सानसानो कस्तो मन दुख्छ। हामी फर्किँदाखेरि पनि यस्तै हो। यो चाहिँ हिलेबाट अलिकति तल ओर्लिँदाखेरि एकदमै तुसारो परेर चाहिँ यता रोकेको। कट्यो नि कहाँ हो महँगो पर्छ गाडी यस्तो लाग्छ। फेरि उसलाई नचढी भएन। यहाँ उयो झर्दै बढ्दै रहेछ कलबाट।
जस्तै पनि लोकल अलिकति सानो हुन्छ नि टायर प्रेसर वाज लो इसलिए चल रहा है पछाडिको टायरमा केला पसेर चाहिँ टायर प्रेसर लो भएको रहेछ सो रिफिल गऱ्यौँ अनि त्यहाँबाट नमस्ते झरना आइपुगेँ मैले चाहिँ गाडी चाहिँ यहाँसम्म मात्रै आउने रहेछ अब यहाँबाट चाहिँ मजाले लेफ्ट राइट गर्दै जानुपर्छ त्यहाँबाट चाहिँ टल रहेछ पनि मार्केटहरू रहेछ ए यताबाट रहेछ ओहो एक दिन अगाडि पहिरो गएर चाहिँ बाटो पुरै पुरेको रहेछ यहाँ चाहिँ नजिकै होला भनेर आयौँ तर लगभग 45 मिनट्स चाहिँ हिँड्नै पर्ने रहेछ नमस्ते झरनाको पानी चाहिँ यहीँबाट बगेर आउने रहेछ सरर बगेर तलसम्मै कृपया फोहोर मलाई नफाल्नु दिनु होला अरे अझै जानुपर्छ माथि माथि के बनाएको रहेछ यो ढुङ्गा शिवजीको रहेछ यहाँ मूर्ति रहेछ गणेशजी पनि रहेछ जय गणेश एज यु क्यान सी गाइज लगभग 30 मिनट्सको हाइकिङ पछि आँखाले राम्रो झरनाको एउटा दृश्य पायो ओहो डेन्जर रहेछ माथि पनि Oh, let's go. फाइनली झरना आइपुग्यो ओहो अब बाटो पनि भर छैन क्या बाटो खतमै छ छिटो गाडी हाल्नु यहाँ
ढुङ्गा झरेर के भइरहेको वाउ त्यसमा द भ्यू नमस्ते झरना पनि पुगेर आयो ओके यहाँ चाहिँ ढुङ्गाहरू बनाइरहेको रहेछ सनसेट सन कस्तो राम्रो देखेको It was thrilling experience driving all along the road to Hile from Itari. Hile बजार चाहिँ टोम्बा सेकुवाको लागि चाहिँ एकदम फेमस रहेछ टोम्बा सेकुवा अनि सुकुतीहरूको लागि सो हिले बजारको चोकमा चाहिँ टोम्बाको स्ट्याच्यु नै बनाएर राखेको रहेछ एन्ड त्यसपछि नमस्ते झरना गयो त्यो पनि एकदम रमाइलो लाग्यो थ्रिलिङ पनि थियो एडभेन्चरस पनि थियो We conquer every road with 1.5 liter diesel turbo engine on Nexon. Thank you for your time watching this video. Bye bye, take care and subscribe.